हेलो साथीहरू सबैजनालाई यो छोटो भिडियोमा स्वागत छ। आज चाहिँ हामी सधैँ जस्तै फ्यामिली हाइकिङमा निस्केको। यो आज चाहिँ भनेको यो तुन्चुङ हो, तुन्चुङ एरिया हो। तुन्चुङको चाहिँ एमटिआरबाट एक्जिट डीबाट निस्केर हिँड्दै आउँदाखेरि चाहिँ सबै लोकेसन त मलाई भन्नु आएन। यस्तो ठाउँहरू जङ्गलको बिचमा यस्तो नेपालको जस्तै घरहरू देख्ने रहेछ। हामी यस्तो ठाउँमा आइपुगिरहेछौँ अहिले। पानी पनि सिमसिम परिरहेको छ। आज चाहिँ हामी दुई फ्यामिली छौँ, यसरी हिँडिरहेको छौँ। अब निकै टाढै पुग्ने भन्ने छ आजको हाम्रो सोच चाहिँ। तर अब पानी पनि हल्का परिरहेको छ। योभन्दा ठुलो पानी पऱ्यो भने त धेरै टाढोतिर जानु सकिँदैन होला। पानी परेन भने चाहिँ हामी भनेको ठाउँमा पुग्छौँ। अनि त्यता पनि भिडियोहरू बनाउँछौँ। यहाँ चाहिँ यस्तो रहेछ, नेपालको जस्तै सेम त्यस्तै घरहरू है। कस्तो राम्रो, माथि जङ्गल, यता वारिपारी जङ्गल, अनि बिचमा घरहरू। यहाँ बस्ने मान्छेको छुट्टै संसार होला। यस्तो रमाइलो, सधैँभरि स्वच्छ तरिकाको हावा खानु पाइने, स्वच्छ सास फेर्नु पाइने यस्तो राम्रो ठाउँ। सायद लामो हुन्छ होला क्या आयो यहाँ बस्ने मान्छेहरूको चाहिँ। कहिले कहिले हामी घुम्नु आउने घुमन्तेहरूलाई पनि रमाइलो लाग्ने ठाउँ रहेछ।